गाइस यहाँ देखिए बकरी लोग, यहीं से हमारा वीडियो स्टार्ट होता है। हाँ, और हम घूमने गए थे माछा पोखरी। यहाँ देखिए घंटी पहनाया जाता है इनको। और यहाँ देखिए ये क्या क्या कर रहे हैं, उनको पता नहीं है बतख की चिड़िया है। और मेरे डैडी को पता होगा। तो गाइस चलो आप देखते हैं। गाइस ये रहा मेरा ठोकड़ा और ये रहा मेरा डैडी। देखिए आइ करे। अहिले हामी म्यागाङ गाउँपालिकाको किमताङ वार्ड नम्बर 4 को 2 बाटो नजिकै आइपुगेको हो। गाइस अब हेरौँला गाडी गएको हुन्छ। खाएको लागि म भिडियो स्टप गरिरहेको छु। स्टप गरेर अहिलेको लागि यो झन् हेर्नुहोस्। यस्तो हना त भन्न सक्दैन। तर त्यहाँ माथि हटाएको छ यो, उता तल जान्छ। मस्त गाइस त्यो बेला म हिन्दीमा कुरा गरिरहेको थियो, तर अब म नेपालीमा कुरा गर्छु। गल्ती गरेँ त्यो बेला हिन्दीमा कुरा गरेँ, माई मिस्टेक। त्यही भएर त्यसलाई इग्नोर गर्नु होला। गाइस उता हेर्नुहोस्, झोपडी जस्तै छ, घर बन्नुलाई। उता घर अनि उता अझै घरहरू छन्। यहाँ पनि एउटा मिनी छ, के भन्छ त्यसलाई, उताबाट हो। यहाँ कहाँबाट पानी टपकिने आवाज आयो, सायद त्यहाँबाट हो। उताबाट हो, उता। अब म छिटो घर भेट्छु। म अब आधी रास्तामा तपाईँलाई भेट्छु है। तो गाइजहरू हामी फाइनली आधी बाटोमा पुग्यो। अब अगाडि के हुन्छ अब हेर्नुहोस्। अहिले त थोरै टाइम लाग्छ जानलाई। अनि हामी नै यहाँ घुम्न आएको। यहाँ हेर्नुहोस्, यहाँ पनि एउटा सानो ढाडो छ। उता हामी यहाँ माछा पोखरी घुम्न आएको। त्यहाँ कति धेरै माछा थियो। म फोटो पनि भेजाउँछु यो भिडियोमा सँगै। त्यस्तो भयो, अब छिटो जानु पर्छ, किनकि अब राति हुनेवाला छ कुनै बेरमा। अहिले कति बजे छ खोइ हेर्नु त, कति बजे? 4 बजे। अब 5 बज्न लागेर अब छिटो हिँड्नुपर्छ र फेरि राति हुन्छ। अनि त्यहाँ एउटा अझै घर, उता एउटा अझै घर भयो। त्यो भए क्यामेरा अलिक फ्रेस देखाएको थिएन, तर अहिले साँझ पख अलि फ्रेस देख्छ गाइस। अब छिटो हिँड्नु पर्यो। उता हेर्नुहोस् गाइस, पहाडको भ्यू। यहाँ यो रुखले गर्दा छेकिएको छ, तर यहाँ रियल लाइफमा राम्रो भ्यू भएर उता। गाइस म आफ्नो मुखडा हेरेर आउँछु। अब थोडासम्म तपाईँहरू सोचेर बस्नु भएको होला, मेरो मुखडा खोइ भर्खर यहाँबाट एउटा बाइक आएको। अनि गाइस एउटा कुरा भनौँ, यसो बिचमा यसरी हात आइरहेको छ नि, त्यसलाई इग्नोर गर्नु होला, किनकि गल्ती त्यस्तो भइहाल्छ। अनि त्यहाँ हाम्रो गाउँ आयो फाइनली। उता हेर्नु सक्छ। तर यो गाउँभन्दा पनि अलि अगाडि जानुपर्छ हामीलाई आफ्नो घर देख्नलाई।
त्यही भएर छिटो छिटो हिँडौँ। त्यहाँ हेर्नुहोस् गाइस, हिजो हामी त्यहीँ घुम्न गएको, ऊ त्यो झन्डा झन्डै भएको। यहाँ त देख्दैन क्यामेराले, एकचोटि म पर्खेर हेराउँछु खोइ उता हो कि उता गाइस उता हिजो म उता हेर्न गएको, त्यहाँ 50वटा झन्डाहरू छन्। मेरो ड्याडीले भन्दै हुनुहुन्थ्यो त्यहाँ 50वटा झन्डाहरू छन्। अनि त्यही हामी घुम्न गएको, त्यहाँ जानलाई 3 घन्टा लाग्छ। त्यही भएर अलि छिटै गयौँ हामी बिहानै। अब अगाडि हेरौँ है। गाइस अहिले जुन झारेर आयो नि त्यसमा म अनि मेरो ड्याडी फसिसकेको थियो। कस्तो काडा काडै भएको झाल हुन्छ, त्यहाँबाट प्यान्ट पनि निस्किरहेको थिएन। त्यही भएर पनि हामीले कसरी पनि हटायो प्यान्ट। अब हाम्रो गाउँ आउनेवाला ह, उता तल छिटो जानुपर्छ। अब गाइस तपाईँ भिडियो हेर्नु होला। अब म धेरै बोल्दिनँ। यो मेरो खुट्टाको आवाज अनि यो चिडियाहरूको आवाज आउँछ, त्यसलाई इग्नोर गर्नु होला गाइस। फाइनली हामी अलिकति गाउँको एरियामा आयो। जङ्गलै जङ्गल भएको एरिया थियो पछाडि। फाइनली गाउँ भएको एरियामा आयो। त्यहाँ हेर्नुहोस् दाउरा काटेर राखेछ। यहाँ धेरै रुखहरू छन्। अब मेरो ड्याडीको फोन आएको थियो, म चुप गर्छु। गाइस यहाँ झर्ना आयो। अब तपाईँहरूलाई म झर्ना आएको, यो अलि सानो नै छ, नत्र त्यहाँ पाहाडतिर त कति ठुलो हुन्छ गाइस। अब हेर्नुहोस् होला, त्यहाँ हेर्नुहोस्, त्यहाँबाट पानी बगेर यहाँ अनि सिधै त्यहाँ तल। हजुर गाइस क्या मस्त भ्यू। मैले फोटो पनि खिचाएको छु। यहाँ हेर्नुहोस् क्या मस्त। त्यहाँ तल पनि जान्छ। मेरो ड्याडीको फोन आयो, म चुप। त गाइजहरू यहाँ एउटा सुकेको खोला पनि छ। यहाँ हेर्नुहोस् सुकेको खोला यार। यहाँको आधीभन्दा धेरै खोलाहरू त सुकेकै हुन्छ। मैले थाहा छैन जानबुझेर गरेको हो कि कसरी गरेको हो, मैले थाहा छैन खोइ। ड्याडी अहिले कुरा गर्दै हुनुहुन्छ, त्यसलाई इग्नोर गर्नु होला। अहिले म अलिकति थाकिसकेको छु, त्यही भएर मेरो साउन्ड पनि अलि चेन्ज भएको छ। यहाँ अहिले चिसोको मौसम छ। अनि अगाडि एउटा अझै सानो झर्ना आयो गाइस, तपाईँ हेर्न सक्दै हुन्छ। यार यहाँको बसहरूलाई धेरै गाह्रो हुन्छ यहाँ झर्ना टप्नलाई। उता हेर्नुहोस् सानो झर्ना जुन कि तल जान्छ। अब मलाई यहाँ राम्रो जानुपर्छ। यहाँ त धेरै हिलो हुन्छ, हिलो। अनि यहाँको स्पेसल खेती पनि अब हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यहाँ हेर्नुहोस् क्या मस्त खेती छ, त्यसलाई भन्छ रियल खेती। नेपालमा यसरी खेती गरिन्छ गाइस। अब बाइक आयो जस्तै, उता अगाडिबाट आयो, म कहाँ पछाडि एरियाको गाइस। उता बाइक आयो। बाइक गयो। एउटा चाहिँ बाइक आयो। ओ माई गॉड गाइस, त्यहाँ खतरनाक आवाज आएको है। त्यहाँ मलाई त हार्ट एट्याक आएको। त्यहाँ हेर्न सक्नुहुन्छ, त्यहाँ अगाडि धारा जुम गरेर हेराउँदिन। अब त्यहाँ गएरै म हेराउँछु। छिटो अब जानुपर्छ। पुरै साँझी भइसक्यो। यहाँको साँझीको भ्यू राम्रो हुन्छ। अलिक क्यामेरा
क्यामेरामा राम्ररी देखिएको छैन क्या उता हेर्न सक्नुहुन्छ उता मिनी खोला यो अर्ग्यानिक पानी हुन्छ जमिनबाट निस्किने पाइपले जोडेको हुन्छ गाइस यहाँ पनि एउटा झरना हुन्छ तर यो माटोले बन्द गरिदिइसकेको छ गाइस अन्त यहाँ पनि त पानी छ यहाँ पनि त झरना हुनसक्छ नि छिटो छिटो जानुपर्छ अनि यहाँबाट पानी गएर उता एउटा झरना बनाउँछ यिनीहरूलाई नि नजिकको कुरा राम्रो लाग्दैन टाढाको कुरामा इन्ट्रेस्ट गर्छ यिनीहरू यहाँ हेर्नु सक्नुहुन्छ उता माथिबाट पनि आएर यहाँबाट पनि आइरहेछ भन्न त सक्दिनँ यहाँ हेर्नुहोस् क्या मस्त खोला उता अब छिटो जानुपर्छ म त तपाईँलाई खेती हेराउन पुग्छ यहाँ धेरै टमाटर अनि कद्दुहरू उगाउँछ यहाँ चिसोको महिनामा हाम्रो घरपट्टिले त त्यो सबै खानेकुरा नि नदिए बाख्राले खुवाउँछ यस्तो घरपट्टि गाइस अब छिटो जानु पर्यो बागो तपाईँ सोच्नुहुन्छ हाम्रो ड्याडी कहाँ गयो भयो उता पछाडि हुनुहुन्छ अनि हामी जसरी माछा किन्न गएको अनि तपाईँ थाहा छ त्यहाँ नि रोड व्हिलर थियो नि त्यसको बच्चा पनि थियो 5 वटा तर त्यो रोड व्हिलर केटी थियो केटा थिएन र त केटा हुँदाखेरि त अहिलेसम्म हस्पिटलमा हुन्थ्यो यार कतिचोटि टोकिसकेको पनि हुन्थ्यो यार तपाईँले त सुन्नुभएको नै होला अनि त्यो माछा पोखरीको ओनरले नि सबै जनावर पालेको थियो कुखुरा पनि बिरालो पनि कुकुर पनि सबै पालेको थियो भने कस्तो थियो अब छिटो जानु पर्छ फाइनली गाउँ घरको एरिया आयो उता हेर्नु सक्नुहुन्छ उता पनि उता झन्डा भएको ठाउँ छ नि उता सरी म कहाँ हेरिरहेको त्यो छ त उता झन्डै भएको ठाउँ त्यही घुम्न गएको अघि पनि तपाईँलाई हेरेको तपाईँलाई राम्रै देखेन यहाँबाट अलि राम्ररी देखेको अब छिटो जानुपर्छ म डाइरीमा भन्दा अगाडि भयो यार छिटो जानुपर्छ माई गड छिटो त्यहाँ हेर्नुहोस् गाइस बाख्राको बाच्छा बुच्छीहरू उता हेर्नु सक्नुहुन्छ भर्खर जन्मेको छ रोक्नुहोस् हेराउँछु तपाईँलाई हेराउँछु उता हेर्न सक्नुहुन्छ उता अनि त्यहाँ बाख्रा छ जल्दी भएको अनि त्यहाँ एउटा कुकुर पनि सुतेछ उता म हेराउँछु त्यो कुकुर कस्तो राम्रो कुकुर हेर्नुहोस् मस्त सुत्या अनि यता पनि एउटा घर उता पनि घर अब चारैतिर घर अनि यहाँ ट्र्याक्टरको टायर माथि छतको माथि राखेको छ अब छिटो जानुपर्छ त्यहाँ तपाईँले त्यो कुरा हेराउनु हुँदैन म त्यही पनि हेराइदिन्छु उता हेर्नुहोस् बच्चाले पटी गर्ने ठाउँ म नआउँदा के रिकर्ड गरिरहेको यहाँ एक्चुअली मेरो नाक खिचाएको त्यही भएर मैले यस्तो गरिरहेको छु बडो छिटो जानु पर्यो अहिले पनि धेरै जस्तो लागेको छ बाटो अब छिटो जानु छिटो जानुपर्छ अनि गाइस यहाँ हेर्न सक्नुहुन्छ यहाँ पनि एउटा खोला थियो र त्यो पनि सुकिसकेको छ मैले भने होइन आधीभन्दा धेरै त सुकेको नै हुन्छ अहिले पनि छ अनि यहाँ फ्लाइङ पाइप कनेक्सन अहिले एउटा चक्कु चलायो भने बिचबाट खच भइहाल्छ छिटो हिँड्नु पर्यो गाइस अब म भेट्छु तपाईँलाई अलि
हाम्रो घरको नजिकै भेटेर ल गाइस हुन्छ म भेटेर मिल्छु अहिलेको लागि म स्टप गर्छु अनि त्यहाँ भेट्छु है ओके गाइस एक्चुअली मलाई यहीँ भिडियो सुरु गर्नु पर्यो किनकि त्यहाँ जाँदैसम्म मेरो यो क्यामेरा अफ भएर मोबाइल अफ भएर त्यसपछि काम खत्तम त्यसपछि यो भएपछि खोल्दाखेरि नि भिडियो सकिसकेको हुन्छ अनि फेरि म भिडियो जोड्न पनि अलि आउँदैन भर्खरको न्यू युट्युबर हो नि त्यही भएर मलाई यहीँबाट सुरु गर्नु पर्यो यहाँको मान्छेहरू हेर्छ भने के हुन्छ त्यही भएर मैले आफ्नो जेबीमा हालिसकेको छु गाइस छिटो जानु पर्यो अहिले त फिलहाल मान्छेहरू आएको छैन गाइस गाइस अलिकतिहरू र अहिले त्यहाँ हेर्न सक्नुहुन्छ हिलको भ्यू क्या मस्त छ त्यहाँ पनि एउटा घर बनाएको त्यहाँ त्यही बनाएर अब छिटो अनि उता हेर्नुहोस् बच्चाहरू अनि उता हेर्नुहोस् उता मान्छे अनि त्यहाँ के गरिरहेको साइड पिलरहरू बनाइरहेको त्यस्तै लागिरहेको पिलर नै बनाइरहेको छिटो जानु पर्यो यहाँ बच्चीहरूको आइसक्यो त गाइस अब मलाई छिटो जानु पर्छ त्यहाँ हेर्नुहोस् गाइस यति तल नै हावाघर बनाइसक्यो उता हावाघर यहाँ फाइनली हामी पुगिसक्यो तपाईँले हाम्रो स्कुल हेराउँछु आउनुहोस् यहाँबाट अलि धुन्द्लो हेर्छ देख्छ तर त्यही पनि हेर्नु होला छिटो माई गड सक्नुहोस् स्कुल हेराउँछु तपाईँलाई त्यहाँ हाम्रो स्कुल सक्नुहोस् जुम गर्नु पर्छ यहाँ त्यो देखिरहेको नि त्यो ठुलोवाला त्यही हाम्रो स्कुल हो अनि अहिले त्यहाँसम्म जानुपर्छ त्यसभन्दा अलि यतै हाम्रो घर छ तर यहाँ मान्छेहरू पनि धेरै बोलिरहेको त्यही भएर त्यसलाई इग्नोर गर्नु होला गाइस किनकि यहाँ क्यामेरामा मलाई त्यति धेरै हटाउन पनि त आउँदैन नि त्यो ब्याकग्राउन्ड साउन्ड राख्न आउँछ त ब्याकग्राउन्ड साउन्ड हटाउन आउँदैन क्या त्यही भएर अब छिटो जानुपर्छ छिटो अहिले छिटो किन भइरहेको छु किनकि मेरो खुट्टा अलि दुखिसकेको छ अलिअलि मात्रै त्यही भएर छिटो जाम त्यहाँ बच्चाहरू खेलिरहेको गाइस त म यहीँबाट हराउँछु ऊ चाहिँ भलिबल खेलिरहेको उनीहरू त अहिले म स्टप गर्छु भिडियो न त फेरि के भन्ला उनीहरू हेरेपछि त्यही भएर स्टप त गाइस यहाँ मान्छेहरू खेलेर डिस्टर्ब भइरहेको है तपाईँहरूलाई त त्यही भएर छिटो पहिला मात्रै त्यहाँ पनि एउटा भलिबल खेलेर अनि यहाँ पनि डरहरू छन् यहाँ काठमाडौँबाट यहाँ आउँदाखेरि मैले त्यो भलिबल ग्राउन्ड हेरेको थियो गाइस अहिले म भिडियो स्टप गर्छु गाइस फेरि यहाँ एउटा सुकेको खोला भेट्यो अहिले भनेको थिएन यहाँ आडी भनेर यही त सुकेकै खोला हुन्छ गाइस अब म फाइनली एकचोटि सिधा गरिआएको अन्त लाइट देखिएको थियो किनकि अलि अन्धारो देखिएको थियो गाइस अलि अन्धारो देखिरहेको थियो त्यही भएर नाग्दैले खुजाउँछ क्या यहाँ क्यामेरा गर्दाखेरि ब्याक क्यामेरा त खुजाउँदैन किनकि यो क्यामेरामा हेरेर खुजाउँछ खोइ के थाहा तर अब
गाइज अब म तपाईँहरूलाई डाइरेक्ट घरमा गएर भेट्छु है हुन्छ गाइज म तपाईँहरू घरमा गएर भेट्छु